लोकल चल्ला मैले पनि पालेको छु र मैले पहिलोचोटि पालेको एकदमै राम्रै भइरहेको छ। यो 1 महिनाको चल्ला हेर्न सक्नुहुन्छ तपाईहरुले, यत्रो भएको छ र पहिलो अनुभव एकदमै सफलतापूर्वक अहिलेसम्म चाहिँ अगाडि बढिरहेको छ। पछि के कस्तो हुने हो, नियमित रूपमा दबाई पानी चारो दिइरहेको छु। लगभग 1 महिनामा 300 ग्राम जति चाहिँ लगभग भइसकेको छ। यसरी यिनीहरूलाई अहिले चाहिँ खुल्ला खोरमा मैले 1 महिनाको भएपछि सार्दिएको छु। अब चाहिँ यिनीहरूलाई बत्ती चाहिँदैन रहेछ। बेलुका त्यही पनि अलिअलि जाडो त मान्छ। अब सधैँ बत्ती बालेर पनि नसकिने, अनि मैले यसरी खुल्ला खोरमा सारिसकेको छु। आफ्नै डिजाइनमा एकदमै सस्तो बाँस र पुरानो टिनहरूबाट बनाएको नयाँ खोर छ। यसरी गर्दा पनि हुन्छ जस्तो लागेको छ। हेरौँ के कस्तो हुन्छ। मैले चाहिँ तापक्रम जस राम्रो खालको बत्ती बालेको थिएँ र धेरै मरेन, मोडालिटी एकदमै कम भयो। यसरी माथि माथि पनि खेलिरहेको छ। चारो पानी दिनमा 3 पटक नियमित गरिरहेको छु। अहिले राम्रै भइरहेको छ। यसरी पाल्दा लगभग हुन्छ जस्तो लागिरहेको छ अहिलेसम्म चाहिँ। अब के कस्तो हुन्छ तपाईहरुलाई फेरि पनि देखाउने नै छु। पहिलो अनुभव भएको कारणले गर्दा चल्ला चाहिँ मैले तपाईहरुलाई देखाइन। यसरी मैले अलिअलि हरियो घाँस पनि बाँधेको छु र एकदमै मन पराउँदो रहेछ लोकलले हरियो घाँस। राम्रै भइरहेको छ। यसरी गर्दा हुँदो रहेछ जस्तो लागेको छ। हेरौँ अब केही समय पछाडि तपाईहरुलाई देखाउने नै छु के कस्तो हुन्छ। एकदमै बाठो, बोइलर जस्तो नहुने, एकदमै चङ्खो हुँदो रहेछ। बोइलर भन्दा चाहिँ अलिकति ढिलै हो। अब बोइलर 45 दिनमा 1.5 महिनामा हुन्छ भने यो कम्तीमा पनि यो कुखुरा तयार हुनु चाहिँ 4 महिना 5 महिना लाग्छ। जस बोइलरको तुलनामा दाना चाहिँ कमै खाने हो। अहिलेसम्म 1 महिनामा 200 वटाले 3 बोरा चाहिँ भ्याउन लाग्यो। यिनीहरूलाई 1 महिना चाहिँ मैले बोइलरकै दाना दिइरहेको छु। अब चाहिँ यिनीहरूलाई घरको मकैहरू लोकल दाना पनि मिसाएर पाल्ने सोच बनाउँदैछु। हेर्नुस् राम्रो भइरहेको छ। तपाईहरु पनि गर्न सक्नुहुन्छ। मैले चाहिँ पहिलोचोटि है साथीहरु, पहिलोचोटि एकदमै पहिलोचोटि पालेको। एकदम मोडालिटी चाहिँ एकदम कम। तपाईको एउटा ल्याउँदै कार्टुनमै मरिरहेको थियो भने अर्को दुईटा चाहिँ पहिलो दिन मैले तापक्रम पुर्याउन नसकेर पहिलो दिन दुईटा चेप्टेर मरेछ। त्यति हो। अहिलेसम्म कुनै रोगहरू देखा परेको छैन। अब के कस्तो हुन्छ म तपाईहरुलाई देखाउने नै छु। गर्दा हुँदो रहेछ है साथीहरु।